सबै 10वटा बिल्डिङको एउटै हो नि संरचना लगभग डिजाइन नक्साहरू त्यही त मुख्यमन्त्रीको चाहिँ फरक छ हजुर अरू सबै एउटै हो यो नक्सा डिजाइन गर्ने इन्जिनियरहरूको नेपालकै हुन्छ नि नेपालकै हुन्छ एकदम अब करिब 3 वर्षमा करिब कति भन्नु लाग्यो 3 वर्षमा यत्रो काम है गरेपछि त हुँदो रहेछ नेपालमा होइन लगभग हेर्नु त अब हाम्रो कति ठाउँमा काम गर्दा गर्दै त्यत्तिकै सुरुवातमा छोडिदिन्छन् नमस्कार साथीहरू स्वागत छ तपाईँहरूलाई भिडियोमा अहिले हामी यो लुम्बिनी प्रदेशका भवनहरू जुन लुम्बिनी प्रदेश कार्यालय देख्न सक्नुहुन्छ राप्ती गाउँपालिकामा दाङ देखोरीमा पर्ने भवनहरू यसो हेर्न घुम्न आएको थियौँ यही मौकामा तपाईँहरूलाई देखाउँ भनेर यो भिडियो बनाउन गइरहेको छौँ देख्न सक्नुहुन्छ जम्मै एउटै डिजाइनको यहाँनिर यो डिजाइनको बिल्डिङहरू 10वटा बिल्डिङहरू यहाँ रहेछ अनि हामी यो मध्येमा एउटा बिल्डिङमा भित्र छिर्नेछौँ भित्रका रुमहरू कस्तो छ त्यहाँ सबै कुराहरू तपाईँहरूलाई सकेसम्म डिटेलमा छोटो समयमा डिटेलमा सबै कुराहरू भन्नेछौँ देख्न सक्नुहुन्छ पुरै वरिपरि यहाँ बिल्डिङहरू छ र यो मध्येमा हामी चाहिँ यहाँनिर एउटा बिल्डिङमा छिर्नेछौँ सरजी नमस्कार हाम्रो सर पनि आउनुभएको छ घुमघाम गर्नको लागि यतातिर एकदम गार्डनको लागि तयारी देख्न सक्नुहुन्छ दुबोहरू यहाँ पलाइसकेको छ अब हामी एउटा यो मध्येमा आज यो बिल्डिङमा घुम्नेछौँ देख्न सक्नुहुन्छ भित्र कस्तो छ के छ भन्ने कुराहरू चाहिँ भित्र पनि जाउँ आउनु सरजी आउनुहोस् यो काठको ठुलो ढोका देख्न सक्नुहुन्छ यो काठमाडौँबाट आएको छ अब यहाँ चाहिँ अब यो बन्ने छैन अब यहाँनिर भित्र आयो काम भइरहेको रहेछ बन्दैछ नेपाल बन्दैछ यतातिर अफिसको कोठाहरू भए लगभग कामहरू देख्न सक्नुहुन्छ वरिङ पनि भइरहेको छ यहाँ तारहरू जता कतै पुरै छरपष्ट देख्न सक्नुहुन्छ यहाँनिर यो लिफ्ट रहेको छ यो पनि बनिसकेको छ यहाँनिर लाइटहरू आइसकेको छ त्यस पछाडि यतातिर सबै बिल्डिङको डिजाइन चाहिँ एउटै है हामी चाहिँ अब यहाँ देख्न सक्नुहुन्छ वायर एकदमै धेरै छ कि यो अझै बन्दैछ नि त यहाँ तल चाहिँ के रहेछ भन्दाखेरि ल तल चाहिँ पार्किङ गर्नको लागि एकदम आधुनिक हेर्नु त भवन देख्न सक्नुहुन्छ पार्किङ गर्नको लागि देख्न सक्नुहुन्छ कति राम्रो एरिया ठुलो एरिया छ अब हामी फर्स्ट फ्लोर पार्किङको गर्ने पनि फर्स्ट तल भयो सेकेन्ड भयो नत्र पनि हामी चाहिँ फर्स्ट फ्लोर यहाँनिर आउने बित्तिकै मेन दरबार जुन ढोका छ यसको मेन यहाँ भयो यहाँबाट हामी चाहिँ अब दोस्रो फ्लोरमा जान्छौँ दोस्रो फ्लोरमा गएर हेर्नेछौँ यतातिरै बनिरहेको छ हजुर के अरे यो कोठा छ नि 20 हातमा बन्ने एउटा मान्छेको घर हो के एसी हो नि एउटा घरलाई भन्ने उयो एकदम पुरै तयारी भइरहेछ है यसको लागि भने कन्ट्रोल रुम हजुर छोटा किचन पनि एकदम रेडी छोटा मिठो किचन यहाँ बस्ने होइन यो कार्यालयका कर्मचारीहरूको लागि होला यतातिर बस्ने रुम होला एकदम व्यवस्थित घर बनेको छ यो कुन कम्पनीले बनाएको सर यो शर्मा एन्ड कम्पनी कम्पनीले बनाएको है यो कहिलेबाट सुरु गरे ठ्याक्कै बन्न 3 वर्षमा यत्रो काम है गरेपछि त हुँदो रहेछ नेपालमा होइन लगभग हेर्नु त अब हाम्रो कति ठाउँमा काम गर्दा गर्दै त्यत्तिकै सुरुवातमा छोडिदिन्छन् 3 वर्षमा यहाँ देख्न सक्नुहुन्छ साथीहरू तपाईँ चाहिँ यहाँको यो हेर्ने सबै होइन कम्पनीको अहिले चाहिँ तपाईँको जिम्मेवारी छ अहिले यहाँ अनि 3 वर्षमा यहाँ देख्न सक्नुहुन्छ यत्रो धेरै काम भइसकेको छ यहाँ बाहिर यो 10वटा बिल्डिङहरू कतिवटा बिल्डिङ छ सर टोटल यहाँ 10वटा यो एउटै डिजाइनको 10वटा बिल्डिङ यो 9वटा चाहिँ एउटै डिजाइनको हो हजुर तर चाहिँ मुख्यमन्त्रीको कार्यालय चाहिँ अलि फरक छ र एक तला बढी पनि छ त्यसको ए मुख्यमन्त्रीको कार्यालय चाहिँ यहाँ देख्न सक्नुहुन्छ एकदम ठुलो बिल्डिङ छ यो कतिवटा रुम छ सर त्यसमा त्यसमा त 90वटा रुम भन्नाले 90वटा भनेको तपाईँको यस्तो ढोकाको मात्रै 90 होइन ए त्यो अर्को जुन
यो 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 ढोकाला र पार्टिसनको धेरै छ कति छ त्यो हामीले नि अर्डर गरिए भनेपछि तपाईँले टोटल कतिवटा बिल्डिङहरू बनाउने हो यहाँ यही 10वटा हो 10वटा यो भयो ए अनि त्यो मेन त्योसँग लागेर 10वटा है त्यो लाएर 10वटा ए मेन भनेको त हेर्ने मात्र यहाँ काममा भएको सकेन यताउता होइन कर्मचारीको हाजिरसाजी गरिदिने भने काम होला अरू अरू हेरौँ न सर ल यतातिर रेडी भएछ ल एकदम तयारी छ यो भुइँमा के छ यो भुइँमा त एकदम यो काठको आछ नि अहिले त्यही नै हो कि है ए माथि चाहिँ अझ बाँकी छ हुन तल चाहिँ भइसकेको छ एकदम गजब हाले छ अनि यो चाहिँ एसीको लागि हो नि ल आज चाहिँ उहाँले चाहिँ हामीलाई सरले सर पुरा घुमाउनु चाहिँ बिल्डिङ कस्तो रहेछ सर घुमाउनुहोस् हामीलाई खुसी लाग्यो तपाईँसँग भेट पनि भयो एउटा आधिकारिक व्यक्तिसँग सोधेर हिँडेको राम्रो हो कि हामी त्यत्तिकै छिरो चाहिँ भएन त्यही भएर चाहिँ यसो हेरिहालौँ यतातिर सबैको माथि माथि बाँकी रहेछ है यो त्यही त बोर्ड नआएको कारणले आजकलमा आएको थिएन चाइनाबाट आउनु पर्ने ओहो चाइनाबाट आउँछ सामानहरू चाइनाबाट चाइनाबाट अहिले हामी यो दोस्रो फ्ल्याटमा छ है तल अन्डरग्राउन्डदेखि ल्याएर त तेस्रो चाहिँ भइहाल्यो तेस्रो भइगयो हजुर यो हामी सेकेन्ड हेर्नु अगाडि ओहो आज लुम्बिनी प्रदेश कार्यालयको भवनहरू हेर्ने मौका पाइयो हामी पढेको स्कुल पहिले कलेज थियो यसमा राप्ती प्राविधिक शिक्षालय थियो अहिले चाहिँ अब यो लुम्बिनी प्रदेश कार्यालय भइसकेको यहाँको कलेज चाहिँ अहिले गडवामा सरसकेको छ गोबडियामा र त्यो ठाउँमा यस्तो भइसकेको छ यो वेरिङ कस्तो यो लाइटहरू पोल्याएको छ या तार फेरि छटपट छ फेरि यो कस्तो यो बनाउँदै रहेको हो यो बोर्ड हालेपछि यो भयो माथिको लागि है सबै यो माथिको लागि यो बोर्ड हालेपछि त्यसै मात्रै नि गराउँछ र बत्ती राख्न मिल्यो ए अनि यो खास के हो यो सबै प्रत्येक एउटा एउटा बिल्डिङ चाहिँ एउटा मन्त्रालय भन्छ है हाम्रो बुझाइमा चाहिँ के लागेको छ कि अन्त तपाईँहरू त अब निर्माण कम्पनी अब बनाएर हाल तपाईँलाई दिने हो होइन र ल यहाँ पनि यस्तो गजब पार्टिसनहरू भएको छ अफिसहरू एकदम रेडी छ सबै कामहरू लगभग भइसक्यो माथि सिलिङको काम मात्रै बाँकी छ टोयलेट बाथरुम भयो यस्तो व्यवस्थित तरिकाले बनेको छ देख्न सक्नुहुन्छ यतातिर वाल उठेको छ पानीको ट्याङ्की पनि भित्रै छ व्यवस्थित छ पुरै बिल्डिङहरू बनिरहेको छ गाउँ छ यतातिर पुरै राप्ती गाउँपालिकाको क्षेत्र हजुर 3 वर्षमै यति धेरै काम भएको रहेछ अब हामी यहाँबाट उपल्लो तल्लामा अनि यो सर त्यो प्रत्येक बिल्डिङको बाहिर बाहिर यो फलामको रेलिङहरू छ नि त्यो बाहिर बाहिर यो जुन फलामको त्यो चाहिँ इमर्जेन्सी भर्याङ इमर्जेन्सीको लागि भर्याङ एउटा यहाँ लिफ्ट पनि छ लिफ्ट पनि छ अनि यतातिर यो भर्याङ पनि भयो र बाहिर पनि भएन भने कहिलेकाहीँ कहिले अब समस्या के घटना घट्यो ए कुरा त्यो आधुनिक भवनमा त्यति सुविधा पनि हुँदो रहेछ अब यहाँबाट माथि जाउँ ल काम हुँदैछ यहाँ पनि ओहो यहाँ त ठुलो बिल्डिङ छ त्यहाँभित्र त बिल्डिङ होइन हल सेमिनार हल जस्तो रहेछ है ए यो त बहुत व्यवस्थित रहेछ यहाँ त पुरै यो कुनै प्रोग्रामहरू यताउता केही गर्नु पऱ्यो भने स्टेजहरू माथि भयो यहाँनिर ओहो यो चाहिँ व्यवस्थित लाग्यो ल भनेपछि एउटा बिल्डिङमा सबै सुविधा रहेछ प्रत्येकमै छ प्रत्येक बिल्डिङमा छ यो ए प्रत्येक बिल्डिङमा भनेपछि त कुनै पनि मन्त्रालयको अब कुनै प्रोग्रामहरू हुनु थाल्यो भने यही बिल्डिङमा हुनु उसको बिल्डिङमा हुन्छ एकदम व्यवस्थित रहेछ बहुत व्यवस्थित रहेछ हजुर हेर्नु न प्रत्येक बिल्डिङमा एउटा एउटा सेमिनार हल रहेछ कि यो भयो यतातिर देख्न सक्नुहुन्छ काम भइरहेको छ यतातिरबाट बाहिर देख्न सक्नुहुन्छ काम भइरहेको छ ल सिन देख्न सक्नुहुन्छ गजब है कस्तो राम्रो देखिन्छ है तपाईँको यो सबै फाइनल भइसक्यो कति राम्रो लाग्छ न अझ के बनाएपछि धेरै फरक पर्दो रहेछ कि
तपाईँ यहाँ सुरुमा आउँदा कस्तो यस्तो यस्तो सम्झिनुहोस् न तपाईँको सुरुमा आउने बेलामा कस्तो थियो भित्र यहाँ अझ सुरुमै त म आइनँ म हजुर। 6 महिनापछि आएको हजुर मलाई चाहिँ त्यति ऊ छैन होइन अब म आउँदाखेरि त त्यो 6 नम्बरको बिल्डिङको चाहिँ नि ऊ खनिसकेको थिएँ जग्गाहरू खनिसकेको थियो यो चाहिँ माथि उठिसकेको थियो ए म आउँदाखेरि अहिले हामी चाहिँ 2 नम्बर बिल्डिङ छ होइन 2 नम्बर। यो उताको 1 भयो यो 2 भयो अँ। यो 3 नम्बर भयो 4 5 6 7 8 9 यो सँगला 10 है यो चाहिँ ठुलो भवन सँगला 10 यो चाहिँ एकदमै ठुलो हामी बाटोबाट जुन पारि यहाँनिर हाइवे देख्न सक्नुहुन्छ पारि हाइवे यतातिर छौँ लमे र भालुवाङ जोड्ने जुन हाइवे गाडीहरू दौडिरहेको छ त्यही हाइवेबाट हामीले यो बिल्डिङ मात्र क्लियर देखिन्थ्यो यो बिल्डिङ अलिअलि छतहरू देखिन्थ्यो बाहिर हेर्दाखेरि कस्तो नै छ भन्ने थियो एकदमै बवाल रहेछ हामी बरन्डाबाट अब भित्र प्रवेश गर्दैछौँ सरजी कस्तो लागिरहेको तपाईँले घर घुम्ने गर्दा हजुर के हुँदैछ कि जस्तो लागिरहेको अब केही हुन्छ जस्तो लाग्यो ल ठिक छ अब यो संरचनाहरू बन्नु भनेको राम्रै हो कि अब पछि जे होला होइन मान्छेहरूले अब भन्दाखेरि अब अहिले राजनीतिक कुराहरू धेरै छन् प्रदेशको बारेमा प्रदेश खारेजका कुराहरू गर्छन् त त्यो जे होला तर जस्तो भयो भने विकास हुनु भनेको ठुलो कुरो हो कि प्रत्येक भवनमा चाहिँ यस्तो व्यवस्थित तरिकाले बनाएको छ यसले गर्दा अरू पछि संरचनाहरूलाई प्रयोग हुनसक्छ यो यो के हो सर यो अगाडि पुरै यो इन्भर्टरहरू एसीको चाहिँ नि प्रत्येक रुमको लागि रहेछ है प्रत्येकको लागि इन्भर्टर रहेछ यहाँ पुरै देख्न सक्नुहुन्छ यहाँ अलिकति डेन्जर छ जानको लागि अलिक एकदम केयर गर्ने ठाउँ रहेछ वेयरिङहरू देख्न सक्नुहुन्छ एकदम विदेशी तरिकाले वेयरिङहरू गरिरहेको छ यहाँनिर यो अनि त्यस पछाडि पानीको लागि व्यवस्था पनि यहाँ छ यो चाहिँ दम के उसको लागि हो नि पानी दमकल भनौँ न यो फायर फाइटिङ भन्छ फायर फाइटिङ आगो लागि खतम भइहाल्यो भने हजुर योबाट चाहिँ नि तपाईँको घर निभाउनु मिल्यो ए प्रत्येक बिल्डिङमा छ भने लगभग यो सबै 10वटा बिल्डिङको एउटै हो नि संरचना लगभग डिजाइन नक्साहरू त्यही त मुख्यमन्त्रीको चाहिँ फरक छ हजुर अरू सबै एउटै हो यो नक्सा डिजाइन गर्ने इन्जिनियरहरूको नेपालकै हुनुहुन्छ नि नेपालकै हुन्छ एकदम ए तपाईँहरूको कम्पनी मार्फत हो कि सरकारी मार्फत हुनुहुन्छ एउटा सल्यानको महिला हुनुहुन्छ हजुर। होइन उहाँ चाहिँ यो इस्टिमेट गरिसके पछाडि उहाँ चाहिँ नि काठमाडौँ बस्नुहुँदो रहेछ अनि के कार्यक्रममा सम्भवतः के कार्यक्रममा अब जाँदाखेरि हजुर। उहाँ चाहिँ एक्सिडेन्ट भएर पनि उहाँको चाहिँ नि खुट्टा फ्र्याक्चर भएको कारणले ए एकपटक यहाँ आउनुभएको थियो अनि हाम्रो यो लिफ्ट चाहिँ तयार भइसकेको थिएन हजुर त्यति बेला चाहिँ नि म लिफ्टबाट चढेर मैले डिजाइन गराएको भनेर हजुर हजुर उहाँले आउनुभएको थियो त्यति बेला लिफ्ट चाहिँ चालु भइसकेको थिएन ए र फर्केर जानुभयो यहीँको महिला हुनुहुँदो रहेछ ए सल्यानकै हुनुहुन्छ सल्यानकै महिला ए अनि तपाईँहरूको कम्पनीकोबाट पनि हुनुहुन्छ होला इन्जिनियरहरू कम्पनीबाट हुनुहुन्छ धेरै नै छन् हजुर। जस डिजाइन गराउनु चाहिँ उहाँ हुनुहुँदो रहेछ ए टोटल यहाँ लगभग यो बिल्डिङको कामको लागि कतिजना स्टाफहरू मान्छेहरू इन्जिनियरदेखि ल्याएर कामदारदेखि ल्याएर लेबरहरू कतिजना होला लगभग मोटामोटी अब यस्तो भयो हामी सुरुदेखि नै तपाईँको चाहिँ नि 70-80जना 70-75जनाको चाहिँ नि हाराहारीमा हिसाब मात्रै थियौँ हजुर अनि त्यस पछाडि अब लेबर त कति भए अब यहाँका लोकल बासिन्दाले पनि धेरै रोजगारी पाउनु भयो होइन प्रायः सबै लोकल एकदम राम्रो कुरा यो विकासको कामले गर्दा चाहिँ अहिलेसम्म पनि लोकलले काम गरिरहेको ए त्यहाँ हामीले अघि नै त बाहिर त्यो दुबोहरू लगाइरहेको देखिरहेको थिएँ महिलाहरू यहीँका लोकल काठमाडौँबाट ल्याएको दुबो हुनुहुन्थ्यो उहाँहरूले छापिरहनु भएको छ त्यो पनि कस्तो तपाईँहरूकै हो त्यो नि हाम्रै हो ए भनेपछि तपाईँको सबै यो ठेक्कामा पुरै संरचना त्यो बिल्डिङ स्क्वायर लगाए मिटरको हिसाबले नापेर दिने हो हुन त तर चाहिँ अब काम चाहिँ सबै हाम्रै हो अह भनेपछि तपाईँको संरचना यो बिल्डिङ त्यसरी ल्याएर गार्डनहरू भयो सबै तपाईँको जिम्मामा पर्छ है सबै हाम्रो जिम्मा ए लगभग टोटल यो बजेट कति गर्यो सर यो टोटल बजेट त्यही त भन्दाखेरि पहिला चाहिँ सुरुमा 3 अर्ब 3.5 अर्बको 3.5 अरबको अब पछि थप्दै गयो होला नि अथवा के हो अब त्यो मलाई पनि त्यति ए तपाईँले धेरै जानकारी छैन तपाईँले काम त्यो गर्ने विषयमा। पर्नुभयो काम नै गर्ने हो ए अब यताबाट यो हामी चाहिँ अब सबभन्दा माथि आइसकेका छौँ होइन यो माथि फ्लोरमा लगाएको छ नि यो माथि डिजाइन यो कस्तो यो पनि काठमाडौँबाट ल्याएको छ नि यो यहाँ पाउँदैन यस्तो यो गजुरहरू छ माथि देख्न सक्नुहुन्छ गजुर चाहिँ काठमाडौँ आएको यो टाइल चाहिँ इन्डियाबाट आएको इन्डियाबाट आएको इन्डियाबाट आएको ओहो इन्डियाबाट आएको टाइल रहेछ है देख्न सक्नुहुन्छ रुफ टाइल यो टाइल चाहिँ नेपालमा पाउँदैन है ल यहाँबाट देख्न सक्नुहुन्छ
यो सिन त्यस पछाडि गएर वाल देखिन्छ। यता अगाडि जाउँ त स्लाइड भन्छ हजुर, त्यसलाई हजुर। त्यो मुख्यमन्त्रीको कार्यालयमाथि हजुर यो ट्रायल लाउनुभन्दा त्यो लगाएको छ कि एकबाट ल यहाँबाट भित्र जाने पनि ठाउँ रहेछ। यो त पछि प्रहरीहरूले सुरक्षा गर्न पनि राम्रो रहेछ। ट्याक्कै माथि बसेर एकदम हेर्नको लागि कि तल निगरानी गर्न के भइरहेछ घटनाहरू सबै देख्नको लागि चाहिँ एकदम डिजाइन चाहिँ खतरा डिजाइन गराएको यो। एकछिनै म कराउँछु त्यो माथि छ नि यहाँबाट सबै बिल्डिङ देखिन्छ। भन्नुहोस् त पारि के अरे त्यो सिएम बिल्डिङको छ नि त्यो हजुर। मुख्यमन्त्रीको कार्यालय भनेको छ नि मैले त्यसको माथिमा हेर्नु त फरक छ नि त योभन्दा त्यो फरक छ नि ढुङ्गा व्हाइट कलरको यो रुकुमतिर पाउँछ है यस्तो यो ढुङ्गा त? रुकुम के हाम्रो तनहुँबाट ल्याएको यो ए ढुङ्गा तनहुँको ढुङ्गा है? तनहुँको ए सेतो कलर रहेछ, पुरै सेतो कलरको। सेतो होइन खैरो खैरो हल्का यो ग्रे कलरको। हो ए तनहुँबाट आएको ढुङ्गा यो? तनहुँबाट तनहुँको ढुङ्गा चाहिँ यहाँ ए लुम्बिनी प्रदेश कार्यालयका भवनहरूमा सामानहरू भनेको चाइनाबाट इन्डियाबाट है ठाउँ ठाउँबाट देशको विभिन्न भागबाट आएको रहेछ। कस्तो राम्रो क्या एकदम हेर्नु नि एउटा स्पेस एकजना मान्छे मजाले हिँड्नु सक्छ यहाँ पुरै राउन्डिङ पुरै सुरक्षाको लागि एकदमै राम्रो रहेछ। देख्न सक्नुहुन्छ पुरै एक राउन्ड रहेछ पुरै यहाँबाट गइहाल्यो यहाँ पनि। यो डिजाइन चाहिँ खत्रै गराएको यो यस्तो सायद नेपालमा यो डिजाइनको बिल्डिङको छैन होला है। यस्तो डिजाइनको बिल्डिङ नहोला सायद। बनाएपछि जे पनि बन्द रहेछ क्या यस्तो कम समयमा यति धेरै काम यता पनि बन्दैछ है। यो भन्दैछ त्यहाँ पारी पनि कस्तो छ अरे यसैको छ यो तपाईँहरूकै हो कि अर्को? होइन होइन यो अर्को कन्स्ट्रक्सनले गरेको जलजला भन्छ त्यसलाई जजला रोल्पाकै होला। बनाएको हजुर यसमा चाहिँ म्याद सिद्धियो ए काम भइरहेछ त्यसो भए चाहिँ बाँकी म्याद चाहिँ सिद्धियो काम म्याद थप्नेसँग गरे होइन खै के छ यो अब लफडामा परेको लफडामा परेको हो। छ। सही सही हो। कसको अरे यो जलजलाले ल्याएर रहेछ यहाँबाट बिल्डिङ सुरु छ। यो चाहिँ निवासहरू होला सायद कर्मचारीहरू बस्नुको लागि हो कि अब सानसानो डिजाइनहरूको रहेछ यो। ल ल जाउँ यही नै रहेछ हेरियो। सर धन्यवाद एकदम समय दिनुभयो यहाँ घुम्ने अवसर दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद है सर। ठिक छ ठिक छ हजुर हाम्रो मेन त यहाँले गर्दा धन्यवाद आज यहाँ भएको धन्यवाद हाम्रो उनी डाक्टर साहब हुनुहुन्छ उहाँले चाहिँ जाउँ न आज यसो प्रदेश कार्यालय हेरौँ भनेर चाहिँ भित्र छिर्ने मौका पाइयो। गजब लाग्यो एकदमै नयाँ अनुभव नौलो अनुभव रहेछ। गरेपछि जे पनि हुन्छ भन्ने कुरो चाहिँ यही हेरेर देखियो। राजधानी आएर के हुन्छ भन्थे यस्तै यही हो रमाइलो। पछि सायद अब यहाँ माथि माथि आउन पाइँदैन होला। अब पछि बनिसक्यो भने त आउन गाह्रै छ। यहाँ मन्त्रालयहरू हुन्छन् त्यही अनुसारको व्यवस्था पनि हुन्छ। ल यही नै छ। अब हामी यहाँबाट झर्नेछौँ फटाफट। अझै कामहरू धेरै काम बाँकी छ अझै। लगभग कति पर्सेन्ट काम सकियो होला सर अहिले? अब त 95 95 है। अब फाइनल फिनिसिङ गर्न मात्र बाँकी छ। यस्तो पनि यहाँभित्र के गर्नु भएको छ यस्तो यहाँभित्र यो? यसमा त सक्छ नि ए लिफ्ट यस्तो डेन्जर हुँदो रहेछ हौ। ए लिफ्ट चालुमा छ सर? ए यो रडले तान्ने पुरै होइन? ल ठिक छ। लिफ्ट पनि हेर्नुहोस् यस्तो हुँदो रहेछ भित्रै तलबाट माथि तान्ने काम गर्छ। ल सब सुविधा चाहियो के गर्ने अब सामान अनुसार। फटाफट झरिहाल्नु यही नै छ। साथीहरू तपाईँहरूले देखिसक्नुभयो यो बिल्डिङको घुमघाम। यो बिल्डिङमा चाहिँ एकदम मजाले भित्र हेर्न पाइयो होइन।
सामान बोकिरहनु भएको छ, सामान आइरहेको छ। ल यही नै रहेको छ लुम्बिनी प्रदेश कार्यालयका भवनहरू। हेरिसक्नुभयो भित्र कति निर्माणहरू भइरहेको छ भन्ने कुराहरू। अहिले यति नै, बिदा दिनुहोस्। हस्त, धन्यवाद।